हेलो गाइज, गुड मर्निङ, नमस्ते एभ्रिवान सबैजनालाई। आज चाहिँ हाम्रो मेसिनमा सानो एउटा घटना भएको छ है। यहाँ चाहिँ हाम्रो मेसिन ब्रेकडाउन भएको थियो, केही दिनदेखि मेसिन बिग्रेको पनि थियो होइन। हामीले स्विङ मोटरको काम गराएका थियौँ। यहाँको गाउँको स्थानीयहरूले चाहिँ हाम्रो मेसिनमा चाहिँ ढुङ्गा प्रहार गरेर चाहिँ सिसा फोडेका छन् गाइज है। तर मान्छेसँग दुश्मनी भए पनि यो मेसिनहरूसँग चाहिँ दुश्मनाइ नगर्नुपर्ने हो खासमा चाहिँ होइन। यो चाहिँ हाम्रो रोजीरोटी हो, यसैले हाम्रो घर परिवार चलिरहेछ। तर पनि यार यस्तो किन गर्नुपर्ने गाइज है। तपाईँ हेर्नु त, कमेन्ट गर्नु होला त यो के कारणले हुनसक्छ। तर यहाँको चाहिँ स्थानीयहरूले चाहिँ है यो मेसिनले चाहिँ के गरेको थियो, सिसाले के गरेको थियो। अब तपाईँलाई थाहै छ, गर्मीको टाइम छ, फेरि धुलो कस्तो उड्छ होइन। अब यो सिसाबाट भित्र धुलो जाने भयो नि त गाइज यार। यस्ता यस्ता चुतिया मान्छेहरू पनि हुन्छन् गाइज है काम गर्दाखेरि। सबैले सावधान भएर काम गर्नु होला। अब यसको चाहिँ हामीले केही कानुनी कारबाहीहरू गर्छौँ। उनीहरूलाई कसले फोर्यो के गर्यो यसको छानबिन गर्नुपर्छ। किनकि अर्काको मेसिनमा यसरी ढुङ्गा हान्ने, सिसा फोर्ने काम चाहिँ यो चाहिँ एकदम गलत काम हो नि त होइन। के दुश्मनाइ थियो यति ठुलो सिसा फोडिदिए। हामी हिजो भर्खर राम्रो मेसिन यहीँनिर मेसिन बन्द गरेर राखेर साइडमा गएका थियौँ। अहिले हामी साइडमा आउँदाखेरि मेसिनको सिसा फुटेको देख्यौँ। अचम्म लाग्यो। हेर्न सक्नुहुन्छ यहाँ तल सिसा झर्या, अनि माथि पनि यस्तै फोर्या होइन। यो चाहिँ यहाँको स्थानीयकै काम हो, स्थानीयको केटाहरूको काम हो या त कोही रिस पर्या मान्छेको काम हो, पक्का हो। यसको चाहिँ छानबिन हामी गर्छौँ। यसरी फुटेको छ सिसा गाइज यार, के गर्नु, दुश्मनहरू धेरै हुन्छन् है। मसिनले के गरेको थियो र? अगर दुश्मनाइ गर्ने भयो भने मान्छेसँग गर्नुपर्छ, मान्छेलाई हान्नुपर्छ। यो त्यहाँ हान्ने मन लाग्यो भने मेसिनलाई हानेर के भयो? सिसा फुट्यो, ठिक छ, केही छैन।